नमस्ते। आज हामी एउटा यस्तो यात्रामा जाँदैछौँ जुन डरबाट सुरु भएर प्रवाहमा गएर टुङ्गिन्छ। यो एउटा यस्तो कथा हो जसले सार्वजनिक भाषणप्रतिको धारणालाई नै बदल्दिन्छ। शून्यबाट शिखरसम्मको यात्रा। एकछिन सोच्नुहोस् त, धेरै मान्छेको अगाडि उभिएर बोल्नु पर्यो भने के मुटु काँप्छ, मन ढुकढुक हुन्छ? यो धेरैको साझा अनुभव हो। आज हामी यही डरलाई कसरी जित्ने भन्ने बाटो खोज्नेछौँ। ल, हाम्रो यात्राको सुरुवाती बिन्दु हो शून्य। मतलब त्यो अवस्था जहाँ बोल्ने भन्ने सोच्दा मात्रै पनि मन आत्तिन्छ, होइन? अनि कुनै मौका आयो कि पछाडि हटिहाल्ने बानी हुन्छ। अनि यो डरले शरीरमा के गर्छ थाहा छ? घाँटी चट्ट सुक्छ, मुटुको धड्कन त यस्तो बढ्छ कि ठ्याक ठ्याक बाहिरै सुनिन्छ जस्तो हो। यही हो डरको पहिलो सङ्केत। अझ कतिलाई त माइक हातमा लिनु भनेको मानौ आगोको तातो कोइला समाते जस्तै लाग्छ। सोच्नुस् त, डर कति गहिरो र पीडादायी हुन सक्छ। अनि व्यवहारमा चाहिँ कस्तो देखिन्छ यो डर? चाहे अफिसको मिटिङ होस् वा साथीको बिहेमा दुई शब्द बोल्ने मौका, मनमनै लाग्छ हैन मलाई नबोलाए हुन्थ्यो। अनि लुस्सुक्क गएर पछाडिको सिटमा बसिन्छ। मनमा कुरा त कति हुन्छन्, तर मुखबाट निस्किँदैनन्। तर के डर सधैँभरि रहन्छ त? रहँदैन। अब सुरु हुन्छ हाम्रो कथाको अर्को अध्याय, अभ्यासको यात्रा, जहाँ यो डरलाई जित्ने अठोट गरिन्छ। यहीबाट कथाले एउटा महत्त्वपूर्ण मोड लिन्छ। डरलाई सधैँका लागि जित्न 2 हप्ताको पब्लिक स्पिकिङ कोर्स लिने निर्णय हुन्छ। भन्नुपर्दा यो परिवर्तनको लागि चालिएको पहिलो साहसी कदम थियो। त्यो तालिममा केही एकदमै आधारभूत तर शक्तिशाली टेक्निकहरू सिकाइन्छ। पहिलो कुरा, आफ्नो श्वासलाई कन्ट्रोल गर्ने, जसले तनावलाई कम गर्छ। दोस्रो, आफूले भन्न चाहेको कुरालाई बुदामा मिलाउने, ताकि भाषण एकदमै स्पष्ट होस्। अनि तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, आत्मविश्वास। ऐना अगाडि उभिएर आफैलाई भन्ने, म सक्छु। अनि जब निरन्तर मेहनत गरिन्छ, प्रशिक्षकबाट हौसला पाइन्छ, बिस्तारै मनभित्रको त्यो डरको पर्खाल भत्किन थाल्छ। यो रातारात हुने जादु त होइन, तर हरेक दिनको अभ्यासले आत्मविश्वास बढाउँदै लैजान्छ। अब आउँछ असली परीक्षाको घडी, डरमाथि विजय पाउने त्यो क्षण। सोच्नुहोस् त, तालिम सकिएको भोलिपल्टै एउटा ठूलो अवसर ढोका ढकढकाउन आइपुग्छ। एउटा विशाल सम्मेलनमा बोल्ने निम्तो। यो कुनै सानोतिनो चुनौती थिएन, यो त महापरीक्षा थियो। अब त्यो दृश्य कल्पना गरौँ है। पुरै हल खचाखच मान्छेले भरिएको छ, आँखा तिर्मिराउने लाइटहरू। अनि ठिक त्यही बेला उद्घोषकले मञ्चमा नाम बोलाउँछन्। हेर्दा त वातावरण एकदमै तनावपूर्ण छ। तर सबैभन्दा ठूलो प्रश्न, के यो पटक पनि शरीर त्यसरी नै काप्यो? के त्यो पुरानो डर फेरि फर्किएर आयो? बिल्कुलै होइन। यो पटक काँप होइन, बरु शरीरमा एउटा बेग्लै ऊर्जा थियो। त्यो जुन डर थियो नि, त्यो अब आत्मविश्वास र उत्साहमा बदलिसकेको थियो। हो, यही हो साँचो परिवर्तन। अनि मञ्चतिर हरेक पाइला चाल्दा मनभित्र एउटै आवाज गुन्जिरहेको थियो, मैले यसको अभ्यास धेरैचोटि गरिसकेको छु, म तयार छु। यो जुन सकारात्मक सोच छ नि, यसले डरलाई नजिक आउनै दिँदैन। ल, अब पालो आयो मञ्चमा जादु देखाउने, ती सिकेका सबै कला र सिपहरूलाई प्रयोगमा ल्याउने। मञ्चमा पुगेपछि एकछिन आँखा बन्द गरेर गहिरो सास लिन्छ। अनि जब माइक हातमा लिएर पहिलो शब्द मुखबाट निस्किन्छ, आवाजमा एउटा गम्भीरता र मिठास दुवै हुन्छ। त्यो पुरानो डरको त अब कुनै नामो निशानै बाँकी छैन। एउटा राम्रो भाषणमा के चाहिन्छ त? हेर्नुहोस् है, दर्शकको आँखामा आँखा जुदाएर एउटा कनेक्सन बनाइन्छ। बीचमा सानोतिनो ठट्टा गरेर माहौललाई हल्का बनाइन्छ। एउटा मन छुने कथा सुनाएर सबैको भावनासँग खेलिन्छ। अनि अन्तिममा एउटा शक्तिशाली सन्देश दिएर गहिरो छाप छोडिन्छ। जब सानो ठट्टा गरिन्छ, पुरै हल हाँसोले गुन्जिन्छ। अनि जब मन छुने कथा सुरु हुन्छ, सबैजना मन्त्रमुग्ध भएर सुन्छन्। हलमा पिन खसे पनि सुनिने खालको सन्नाटा छाउँछ। यसबाट के देखिन्छ भने अब वक्ताले दर्शकको भावनालाई आफ्नो नियन्त्रणमा लिन सक्छ। र अब हामी आइपुगेका छौँ यो यात्राको अन्तिम चरणमा। त्यो हो शिखरमा पुग्ने क्षण। भाषण सकिएपछि जब मुख बन्द हुन्छ, पुरै हलमा केही सेकेन्डको लागि गहिरो सन्नाटा। यो त्यही क्षण हो जब शब्दहरूले सबैको मन छोइसकेको हुन्छ। अनि त्यो सन्नाटालाई छिर्दै सुरु हुन्छ तालीको गडगडाहट। मानिसहरू आफ्नो ठाउँबाट उठेर सम्मान प्रकट गर्छन्। हो,
सफलताको सबैभन्दा ठूलो प्रमाण यही त हो। अनि मञ्चबाट ओर्लिँदै गर्दा मनमा एउटा गहिरो अनुभूति हुन्छ। म अब भिडमा हराउने मान्छे होइन, म त भिडलाई नेतृत्व गर्न सक्ने वक्ता बने। यो बाहिरी सफलता मात्र थिएन, यो त भित्रैबाट भएको एउटा रूपान्तरण थियो। हिजो जो व्यक्ति डराउँथ्यो आज ऊ नै प्रेरणाको स्रोत बनेको छ। यो कथाले एउटै कुरा सिकाउँछ, सही अभ्यास र बलियो अठोट भयो भने जस्तोसुकै डरलाई पनि जित्न सकिन्छ। अब प्रश्न उठ्छ, हरेक व्यक्तिको आफ्नो शिखर के होला?